हार्दिक स्वागत छ च्यानल निटमा म हुँ यहाँहरुकै निट यहाँहरुकै मेजर इन्टरप्रेटर राम छ र यो हो यहाँहरुको आफ्नो युट्युब च्यानल एमआइटिएस म्याथ हिस्ट्री कि आजको भिडियोमा हामीले कम्प्लेक्स नम्बरसँग रिलेटेड केही प्रब्लमहरु एमसीक्यू प्रब्लम्सहरु केही रिभिजन क्वेशनहरु लिएर आएका छौं सो यही क्रममा हामी लाग्न चाहन्छौं र आजको पहिलो क्वेशन रहेको छ स्क्रिनमा हामीले राखिसकेका छौं फटाफट सल्भ गर्नु होला सो फर्स्ट क्वेशन हामीले स्क्रिनमा राखेका छौं हेर्न सक्नुहुन्छ फर्स्ट क्वेशनको एन्सर यहाँले भन्नु पर्यो सो के रहेछ z equals 3 plus 4i what is modulus of z एकदम सजिलो क्वेशन हामीले राखेका छौं सो यहाँले फटाफट ट्राई गर्न सक्नुहुन्छ अप्सन ए बी सी डी मध्ये करेक्ट आन्सर कुन हुन्छ यहाँहरुलाई हामीले हिन्ट्स पनि लिएर आएका छौं सो z मोडुलस भने के रहेछ त मोडुलस अफ z भनेको रुट x स्क्वायर प्लस y स्क्वायर रुट भित्र हामीले x स्क्वायर y स्क्वायर गर्ने हो भने त्यसको आन्सर आउँछ पक्कै पनि अब यहाँले गेस गरिसक्नु भयो होला अब हामी लाग्छौं सही उत्तरतर्फ फर्स्ट क्वेशनको पहिलो क्वेशनको हाम्रो सही उत्तर रहेको छ अप्सन ए है त यो 5 आउँछ कति भने जस्तो मान्यो कि z भनेको कुनै एउटा कम्प्लेक्स नम्बर x प्लस i y हो भने मोडुलस अफ z कति हुन्छ रे रुट x स्क्वायर प्लस y स्क्वायर है रियल पार्ट स्क्वायर प्लस कम्प्लेक्स पार्ट स्क्वायर इमेजिनरी पार्ट स्क्वायर गरिदिनु भने यसको चाहिँ फर्मुला आन्सर अब यहाँ 3 स्क्वायर 4 स्क्वायरको रुट गरिदिनु हुन्छ भने के आइहाल्छ कति त अप्सन ए भनेको 5 आइहाल्छ है त करेक्ट आन्सर ल नेक्स्ट क्वेशन नम्बर 2 अब सेकेन्ड क्वेशनतिर लागौं नि सेकेन्ड क्वेशन भने स्क्रिनमा राखिसकेका छौं फटाफट सल्भ गर्न सक्नुहुन्छ दोस्रो क्वेशनको लागि अप्सनहरु ए बी सी डी रहेका छन् के हुन्छन् यहाँहरुले ट्राई गर्नुपर्ने हुन्छ सो फटाफट यहाँले ट्राई गर्न सक्नुहुन्छ के भनेको छ भने क्वेशनले चाहिँ इफ z इक्वल्स तपाईको 2 - 5i what is the conjugate भने यहाँ अलिकति सजिलो छ z equals 2 plus 5i रहेको छ भने what is the conjugate भनेको छ अनि 2 plus 5i अनि त्यसपछि यो अप्सनहरु रहेको छ भने करेक्ट आन्सर के होला है त हिन्ट्स रहेको छ यहाँ हिन्ट्स कन्जुगेट चेन्जेस द साइन अफ इमेजिनरी पार्ट्स पक्कै पनि कन्जुगेट हामी कसरी फलाउँछ तपाईले बुझिसक्नु भएको छ भने इमेजिनरी पार्टको साइन चेन्ज गर्ने हो भनेपछि करेक्ट आन्सर के होला लगाइसक्नु भएको छ चेक गरौँ करेक्ट आन्सर रहेको छ अप्सन ए हैन सो त्यसको लागि म फेरि पक्कै पनि बुझिसक्नु भएको छ त्यही पनि म यहाँ बुझाइदिन्छु कसरी गर्ने भने चाहिँ के छ भने यदि यहाँ बीचमा के छ माइनस छ भने यसले प्लस माइनस 2 प्लस माइनसले प्लस बनाइदिने माइनसले प्लस बनाइदिने 2 प्लस 5 है अप्सन ए रहेको छ ल नेक्स्ट क्वेशनतिर लागौं नेक्स्ट क्वेशन हामीले स्क्रिनमा राखिसकेका छौं फटाफट यहाँले ट्राई गर्न सक्नुहुन्छ के रहेको छ भने कम्प्युट 1 plus i 1 minus i एकदम सजिलो तर कन्सेप्चुअल क्वेशनहरु आजको भिडियोमा हामीले लिइराखेका छौं यहाँहरुको लागि कुनै पनि यहाँहरुले भिडियो हेरेर फाइदा लिइराख्नु भएको छ र भिडियो कस्तो भइरहेको छ यहाँहरुले हामीले इन्करेज गर्नलाई पक्कै भन्दा बढी सेयर गरिदिनु होला भन्दा बढी भ्युजहरुको लागि हामीलाई सहयोग गरिदिनु होला जसले गर्दाखेरि हामीलाई इन्करेजमेन्ट हुनेछ र चाँडै अरु टपिकमा पनि हामी भिडियोहरु लिएर आउने छौं ओके सो क्वेशनको लागि हिन्ट्समा सेयर गर्छु यहाँले क्वेशन नम्बर 3 को लागि हिन्ट्स हेर्न सक्नुहुन्छ क्वेशन नम्बर 3 को लागि हिन्ट्स रहेको छ यो हाम्रो a स्क्वायर माइनस b स्क्वायर को फर्मुला दिनुस् भनेको छ चाहिँ हेर्न सक्नुहुन्छ के रहेछ त a स्क्वायर माइनस b स्क्वायर गर्दाखेरि के आउने भयो त यो फर्मुलामा जानु भयो a प्लस b माइनस b फर्मुलामा चाहिँ a स्क्वायर माइनस b स्क्वायर गरिदिनुहुन्छ भने कस्तो अप्सन जी अप्सन बी रहेको छ यसलाई सजिलै हामी क्याल्कुलेटर गरेर देखाइदिन्छु यसलाई सल्भ गर्दाखेरि कति हुने भयो a प्लस 1 स्क्वायर माइनस i को स्क्वायर अब i स्क्वायर भनेको हामीलाई थाहा छ i स्क्वायर भनेको कति -1 भने चाहिँ कति आउने भयो सो यहाँ हाम्रो कति भन्यो 1 माइनस अनि माइनस प्लस 1 plus 1 2 भनेको अप्सन बी हुने भयो है त सो के भयो त यसको आन्सर चाहिँ के रहेछ अप्सन बी यहाँ चाहिँ यो अप्सन बी रहेको छ आन्सर है
नेक्स्ट क्वेसन नम्बर 4 हामीले क्वेसन स्क्रिनमा राखिसकेका छौँ फटाफट यहाँले सल्भ गर्नुहोस् अनि ट्राई गर्नुहोस् हेर्नुहोस् त के रहेको छ z इक्वल्स 1 प्लस आई रहेछ भने z स्क्वायर चाहिँ कति z इक्वल्स 1 प्लस आई रहेको छ भने z स्क्वायर कति हुन्छ फटाफट यहाँ ट्राई गर्न सक्नुहुन्छ अप्सनहरू यहाँ पनि हामी दिइरहेको छौँ तपाईँले ट्राई गर्नुहोस् र एन्सर गर्नु होला हामी नेक्स्ट क्वेसनतिर लाग्छौँ सो यसको सही उत्तरतिर लाग्छौँ अब पहिला म लाग्छु हिन्ट्सतिर हिन्ट्स रहेको छ हाम्रो a प्लस b को होल स्क्वायरको फर्मुला लगाइदिनुहोस् a प्लस b को होल स्क्वायर गर्दाखेरि आउँछ त्यो एन्सर अब तपाईँले ट्राई गरिसक्नु भएको छ अब हामी लाग्छौँ सही उत्तरतर्फ अप्सन ए रहेको छ कसरी हुन्छ तपाईँले बुझाइदिनुहोस् है त ल यसको लागि मैले यहाँ हेर्नुहोस् त यो सल्भ गर्दाखेरि कसरी गर्ने त सल्भ ए स्क्वायर भने जेड स्क्वायर गर्नुहुन्छ भने जेड स्क्वायर भनेको 1 प्लस आई को होल स्क्वायर त्यो गर्दाखेरि यो फर्मुला लगाइदिनुहोस् कति आउँछ 1 भयो 2i गर्दाखेरि प्लस 2i 2i भयो अनि प्लस तपाईँको आई स्क्वायर हुन्छ तर हामीले के थाहा छ आई स्क्वायर भने कति -1 यो गर्दाखेरि 1 प्लस 2i अनि माइनस 2i अनि यो त के भयो यो हाम्रो भयो एकैछिन यो भनेको त हाम्रो 1 अनि त्यसपछि हाम्रो कति 1 र 1 काटेर जान्छ 2i आउँछ अप्सन एमा चाहिँ यो राम्रो हुन्छ हैन नेक्स्ट क्वेसनतिर लागौँ क्वेसन नम्बर 4 रहेको छ अब क्वेसन नम्बर 4 मा यहाँ हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 4 मा हाम्रो के रहेको छ स्क्रिनमा हामी राखिसकेका छौँ क्वेसन नम्बर 4 हेर्नुहोस् त 3 + 4i / 1 - 2i रहेको छ यसको करेक्ट एन्सर तपाईँले भन्न सक्नु पर्यो अप्सन एबिसिडी रहेको छ नि हामी हिन्ट्सको लागि हामी हिन्ट्स पनि यहाँलाई सेयर गरिदिन्छौँ हिन्ट्स हेर्न सक्नुहुन्छ हिन्ट्स रहेको छ ओके मल्टिप्लाई न्युमरेटर डिनोमिनेटर बाइ कन्जुगेट अफ डिनोमिनेटर 1 + 2i यो 1 - 2i छ भने यसको कन्जुगेट बीचमा प्लस 7 माइनस ले प्लस बनाइदिन्छु प्लस 1 + 2i ले तलमाथि इन्टु गर्नुहोस् भनेर चाहिँ हिन्ट्स हामीले दिएका छौँ त्यो गर्ने बित्तिकै एन्सर आउँछ र पक्कै पनि तपाईँले गर्दाखेरि के एन्सर आएको छ चेक गरौँ अप्सन ए आइरहेछ के कसरी हुन्छ एकचोटि हेरौँ है त यो सल्भ गर्दाखेरि कति हुने भयो त 3 + 4i मजाले देखाइदिन्छु अनि 1 - 2i हामीले हिन्ट्स के दिएको थियो 1 + 2i ले इन्टु गरौँ अनि 1 + 2i ले इन्टु गर्दाखेरि मुनिको जम्मा बेसी गर्न सकिन्छ कति आउने भयो त यो भएको 1 स्क्वायर अनि त्यसपछि -4i स्क्वायर हुन्छ त्यो भने कति भयो त 1 + 4 हुन्छ भनेको 5 भयो 5 भने चाहिँ अप्सन हाम्रो यो सी र डी मध्ये एउटा हुन्छ हैन अब त्यसपछि जस्तो अब माथिको इन्टु गरेर त कति हुन्छ यो इन्टु गर्दाखेरि 3 ले इन्टु गर्दाखेरि कति हुन्छ 3 + 6i अनि 4 ले गर्दाखेरि +4i अनि कति आउँछ -8i स्क्वायर +8 स्क्वायर है आई स्क्वायर त्यो भने कति हुने भयो त यसलाई हामीले सिम्प्लिफाई गरेर हेरौँ 4 + 10 भयो 10i भइहाल्यो यो भनेको त -8 हुन्छ i स्क्वायर भनेको -3 - 8 गर्दाखेरि 3 - 8 हुने भयो त्यो भनेको -5 प्लस यो i अब 5 ले डिभाइड गर्दाखेरि कति आयो त -1 + 2i अप्सन ए भयो करेक्ट आन्सर है त यो सल्भ गर्दा पनि मैले देखाइदिएको छु नेक्स्ट क्वेसनतिर लागौँ क्वेसन नम्बर 6 रहेको छ हाम्रो क्वेसन नम्बर 6 अब यसको लागि तपाईँले फटाफट ट्राई गर्नुहोस् हेर्नुहोस् के हुन्छ त z = r e⁻i θ छ भने यसको कन्जुगेट कति के हुन्छ कन्जुगेट तपाईँलाई पत्ता लगाउनु छ सो अप्सन एबिसिडी मध्ये के होला यसको लागि हिन्ट्स पनि राखेका छौँ के छ हिन्ट्स कन्जुगेट रिफ्लेक्सन ओभर एक्सिस भनेको नेगेटिभ एङ्गललाई नेगेटिभ बनाइदिनु सब कुरा बुझिसक्नुभयो सो त म डाइरेक्ट एन्सरतिर लाग्छु आन्सर एक्स अप्सन यहाँ के छ प्लस एङ्गलमा प्लस छ भने माइनस बनाइदिनु सो अप्सन ए भयो है नेक्स्ट क्वेसन 7 तिर लागि सो क्वेसन नम्बर 7 हामीले स्क्रिनमा राखिसकेका छौँ इमेजिनरी पार्ट अफ दिस भनेको चाहिँ इमेजिनरी पार्ट अफ दिस भनेको कुन होला
अप्सन एबिसिडी मात्रै करेक्ट छ तपाईँले भन्नु पर्यो कुनै छ तपाईँले मजाले म्याथ घरमा बसी बसी प्र्याक्टिस गर्न सक्नुहुन्छ त्यसको लागि हामीले निरन्तर यहाँहरूलाई सहयोग गरिरहेको छौँ र हाम्रो सहयोग जारी रहनेछ इमेजिनरी पार्ट अफ दिस पनि छ तपाईँले बुझ्नु भएको छ सो क्वेसनको एन्सर यदि कन्फ्युजन छ भने हिन्ट्स हेर्नुहोस् हिन्ट्स रहेको छ इमेजिनरी पार्ट्स पनि छ सो अब तपाईँ पनि गेस गरिसक्नुहुन्छ करेक्ट एन्सर अप्सन ए आएको छ करेक्ट एन्सर अप्सन ए आएको छ कसरी आउँछ एकचोटि हेर्नुहोस् त अब यहाँले के गर्न सकेको थियो इमेजिनरी पार्ट्स एड गर भनेको थियो यो प्लस 3i माइनस आई गर्दाखेरि कति आउनुभयो त 2i या तपाईँले पुरै अब यसको इमेजिनरी पार्ट भनेको 2 त हुने आन्सर इज 2 तपाईँले पहिला हेरेर के गर्नु सिम्प्लिफाई गर्नु 4 + 2 6 हुन्छ माइनस अनि i + 2 गर्दाखेरि प्लस 2i भयो इमेजिनरी पार्ट भने i को अगाडिको जुन नम्बर छ त्यसलाई इमेजिनरी पार्ट भन्छौँ नम्बर 8 यहाँ स्क्वायर रुट अफ -4 भनेको छ तपाईँले ट्राई गर्नु पर्यो स्क्वायर रुट अफ -4 को स्क्वायर रुट के होला सो -4 को स्क्वायर रुट के होला तपाईँले फटाफट गेस गर्नु पर्यो करेक्ट एन्सर बुझेर तपाईँले मान्नु पर्यो के त ओके सो कन्फ्युजन छ हिन्ट्स दिन्छौँ हामी हिन्ट्स पनि लिएर आएका छौँ सो यहाँ चाहिँ आइदिएर -4 लाई रुट लेख भने छ भने त्यहाँ -4 तपाईँले 4 × -1 गरेर रुटभित्र लेख्नुहोस् अब त बुझिसक्नु होला यति हिन्ट्सले 4 × 1 गर्यो रुटभित्र त्यसपछि अब करेक्ट एन्सर के आएको छ गेस गर्नुभयो ल चेक गरौँ अप्सन बी रहेको छ कसरी हुन्छ म तपाईँलाई बुझाउँछु है त अब यहाँ चाहिँ हामीले रुट यहाँ -4 गरेका थियौँ यसलाई हामी के लेख्न पाउँछौँ रुटभित्र 4 × -1 त्यो भने रुटभित्र यो 2 को स्क्वायर भयो इन्टु अब हामी के लेख्न पाउँछौँ i स्क्वायर पनि हो सो यसलाई के लेख्न पाए 2i को स्क्वायर लेख्न पाइन्छ अनि त्यसले गर्दाखेरि के आउँछ 2i अब प्लस पनि 2i आउन सक्थ्यो तर 2i नभएकोले गर्दाखेरि हामी यसको अर्को अप्सन तपाईँलाई मैले एउटा ट्रिक सिकाउँछु यस्तो खाली क्वेसन आयो भने के गर्नु भने अप्सनबाट चेक गर्नुहोस् यसको स्क्वायर कति हुन्छ 4 हुन्छ यो भएन यसको स्क्वायर कति हुन्छ 4 हुन्छ यो पनि भएन यसको कति हुन्छ माइनस हुन्छ भएन भने पक्कै पनि यो बी एन्सर हुन्छ चेक गर्न पनि हुन्छ 4 अनि i स्क्वायर भनेको कति ल -4 यसरी चेक पनि गर्न सक्यो ओके नम्बर क्वेसन नम्बर 8 स्क्रिनमा छ फटाफट तपाईँले अब ट्राई गर्नु पर्यो यहाँ चाहिँ दिइरहेछ z को भ्यालु 4 टाइम्स cos θ प्लस i sin θ अनि z को मोडुलस निकाल्नु भनेको छ अप्सन ए बी सी डी चारवटा दिइरहेछ कुन हुन्छ करेक्ट एन्सर भन्नु पर्यो ओके सो बुझिराख्नु भएको छ कन्फ्युजन भयो कन्फ्युजन छ भने अब हामी तपाईँलाई यहाँ हिन्ट्स दिइरहेको छ पोलर फर्ममा के हुन्छ अरे म्याग्निट्युड इज द कोएफिसिएन्ट r नै के हुन्छ म्याग्निट्युड हुन्छ अब बुझिसक्नु भयो हैन कोएफिसिएन्ट नै के हुन्छ अरे म्याग्निट्युड हुन्छ यस्तो यसमा भनेपछि करेक्ट एन्सर के आयो बी यसको कोएफिसिएन्ट जे छ त्यो पोलर फर्ममा कोएफिसिएन्ट नै के हुन्छ r भनेको 4 इज द करेक्ट एन्सर ओके नेक्स्ट क्वेसन आजको भिडियो हामीले एकदम ट्रिकी कन्सेप्चुअल बेसिक कुराहरूसँग रिलेटेड कम्प्लेक्स नम्बरसँग रिलेटेड प्रब्लमहरू एमसिक्यू क्वेसनहरू लिएर आएका छौँ बुझिराख्नु भएको छ ओके क्वेसन नम्बर 10 हामीले सिनमा राखेका छौँ भन्नुहोस् त आर्गुमेन्ट अफ -1 -i के होला यसमा अप्सन ए बी सी डी मध्ये करेक्ट एन्सर तपाईँले भन्नु पर्यो आर्गुमेन्टसँग रिलेटेड छ प्रब्लम सो आजको भिडियोमा हामी कम्प्लेक्स नम्बरसँग रिलेटेड प्रब्लमहरू सल्भ गरिरहेछौँ ओके सो ल फेरि पनि हामी हिन्ट्स दिन्छौँ यसलाई हिन्ट्स पोइन्ट लाइज इन अब तपाईँले आर्गुमेन्ट निकाल्नु भन्दा अगाडि तपाईँले एउटा कुरा बुझ्नुपर्छ यो कुन क्वाड्रेन्टमा पर्छ त्यसले गर्दा तपाईँलाई करेक्ट एन्सर दिन्छ सो थर्डमा पर्छ भन्ने कुरा भनिसकेको छ भनेपछि करेक्ट एन्सर के आउँछ सी सो सी कसरी हुन्छ एकचोटि हेरौँ है त अब थर्ड क्वाड्रेन्टमा भनेपछि तपाईँले बुझिसक्नु भएको छ थर्ड क्वाड्रेन्टमा पर्ने एङ्गल कुन पनि हो यो थर्ड क्वाड्रेन्ट भनेको त होइन यो 3π/4 भनेको पनि थर्डमा पर्दैन π/4 पनि थर्डमा पर्दैन एन्सर यस्तै केही पनि तपाईँलाई थाहा पाउँछ यो ट्रिकको भयो ठिक थर्ड क्वाड्रेन्टमा यो पोइन्ट छ भने एङ्गल भनेको के भन्नु पर्यो थर्ड क्वाड्रेन्टमा हुनु पर्यो अब सी भनेको त तपाईँको
180 प्लस 4 त जो अब एन्सर अर्को निकाल्ने भनेको tan थीटाबाट पनि हामी फर्मुला लगाउन सक्छौँ tan थीटा इक्वल्स टु के हुन्छ y बाइ x यदि z कुनै x प्लस i y छ भने तपाईले यो tan थीटा चाहिँ निकाल्नुहुन्छ जसबाट हामी आर्गुमेन्ट निकाल्न सक्छौँ सो यो गर्दाखेरि हाम्रो कति आउँछ त 1 आउँछ तर यो थर्डमा क्वाड्रेन्टमा पर्ने भयो थर्ड क्वाड्रेन्टको कुरा छ दुईटै नेगेटिभ छ नि त x पनि नेगेटिभ y पनि नेगेटिभ छ अनि x र y नेगेटिभ भएपछि त थर्डमा जाने भयो सो 180 प्लस थीटा आउने भयो यो भनेको 45 हो सो 45 भनेको 180 भनेको कति त पाई अनि प्लस पाई बाइ 4 गर्दाखेरि 4 प्लस पाई भनेको 5 पाई बाइ 4 एन्सर आयो है यसरी एन्सर आएको छ 11 नम्बर क्वेसन हामीले स्क्रिनमा राखेका छौँ फटाफट यहाँले सल्भ गर्नु पर्यो र करेक्ट एन्सर गर्नु पर्यो यहाँ चाहिँ 1 बाइ 2 प्लस आई को भ्यालु फाइन्ड गरेर भनेको छ यसमा करेक्ट एन्सर कुन हो तपाईले सल्भ गरेर भन्नु पर्यो ओके सो हिन्ट्स चाहिन्छ भने हिन्ट्स हामीले राखिदिएका छौँ मैले हेर्नुस् हिन्ट्स चाहिरहेको छ अब हिन्ट्स मल्टिप्लाई बाइ कन्जुगेट भनेको छ मल्टिप्लाई बाइ कन्जुगेट गर्दाखेरि अब के एन्सर आछ हेरौँ है त अप्सन ए आइरहेछ कसरी आउँछ हेरौँ ओके सो अब कसरी कति थियो त 1 बाइ 2 प्लस 3i है त सो 1 बाइ कति हुने भयो 2 माइनस 3i तल माथि इन्टु गर्नु पर्यो नि त 1 इन्टु कति भयो 2 माइनस 3i यहाँ चाहिँ अर्को छँदैछ 2 प्लस 3i त छँदै नै छ अब कति हुने भयो त 2 माइनस 3i माथि आयो यो फर्मुलामा जान्छ 4 माइनस 9i स्क्वायर यो भनेको त माइनस 1 हुन्छ ध्यान दिनु होला है i स्क्वायर भनेको माइनस 1 हो त्यो भने कति भयो त 2 माइनस 3i बाइ कति 4 प्लस 9 13 भएपछि 2 बाइ 13 3 बाइ 13 2 बाइ 13 3 बाइ 13 भनेको अप्सन ए मा रहेछ यसरी अप्सन ए आएको है त नेक्स्ट क्वेसन नम्बर 12 हामीले स्क्रिनमा राखेका छौँ फटाफट यहाँले सल्भ गर्नु पर्यो र करेक्ट एन्सर भन्नु पर्यो है त आर्गुमेन्ट अफ 1 प्लस आई बाइ इन्टु 1 माइनस आई 1 प्लस आई इन्टु 1 यसमा चाहिँ के हुन्छ अब तपाईले फटाफट सल्भ गर्नु पर्यो र भन्नु पर्यो सो के आइरहेछ त एबीसीडी अप्सन पनि दिइरहेछ आर्गुमेन्ट तपाईँले निकाल्नु पर्ने रहेछ यसमा चाहिँ आर्गुमेन्ट अफ 1 प्लस आई 1 माइनस आई को आर्गुमेन्ट सो हिन्ट्स दिन्छ भने प्रोडक्ट गर्दाखेरि 2 आउँछ अरे प्रोडक्ट रियल आयो रियल आएपछि रियल पछि पक्कै पनि रियल नम्बरको के हुन्छ आर्गुमेन्ट तपाईँले बुझिसक्नु भएको छ अप्सन ए करेक्ट प्रोडक्टले हिन्ट्स दिएको थियो अब कसरी हुन्छ एक्चुअली हेर्नु त तपाईँलाई अब तपाईँले मानिस आर्गुमेन्ट निकाल्नु छ भने मल्टिप्लाई पनि गर्न सक्नुहुन्थ्यो नि गर्नुहोस् त कति हुन्छ 1 माइनस आई स्क्वायर आउँथ्यो त्यो भनेको आर्गुमेन्ट कति 1 अनि 1 प्लस 1 भयो त्यो भनेको कति भयो आर्गुमेन्ट अफ 2 त्यो भने कति त आर्गुमेन्ट के लेख्न सक्नुहुन्छ 2 प्लस 0 इन्टु आई अब y बाइ x गर्दाखेरि y बाइ x tan थीटाको फर्मुला त अनि त्यो गर्दाखेरि 0 बाइ 2 भनेको 0 आन्सर इज 0 हैन त नेक्स्ट 30 नम्बर क्वेसन लगाउँ यसको सोलुसनतिर सो 30 नम्बर क्वेसन हामीले स्क्रिनमा राखिसकेका छौँ हामीले सल्भ गर्नु पर्यो एकदम सजिलो क्वेसनहरु हामीले बेसिक क्वेसनहरु आजको भिडियोमा लिएर आएका छौँ र यहाँलाई प्र्याक्टिस गराउन खोजिरहेका छौँ अब यहाँले राम्ररी प्र्याक्टिस गर्न सकिरहनु भएको छ अनि अलि के फिडब्याकहरु के छ के कस्तो भइरहेछ तपाईले शेयर गर्नु होला र प्लिज फेरि पनि रिक्वेस्ट गर्छ हामी भिडियोलाई बढीभन्दा बढी 1000 केहरुमा भ्युज हुने गरी शेयर गर्नु होला साथीहरुमा बढीभन्दा बढी शेयर गरिदिनुस् हामीलाई इन्करेज गर्नुस् ल अब यसको लागि हामी हिन्ट्स पनि दिन्छौँ डिम हाइब्रिड थ्योरम युज गर्नुस् भने छ डिम हाइब्रिड थ्योरम युज गरे भने चाहिँ पावर छ भने के हुन्छ पक्कै पनि तपाईले डिस्कस पावर छ भने यो 3 पावर छ भने 3 ले एंगलमा गरेर मल्टिप्लाई गरिदिन्छ के गर्छ एंगलमा मल्टिप्लाई गर्छ सो यो के हुन्छ यो 3 जुन छ 3 एंगलमा आएर मल्टिप्लाई गरिदिन्छ एन्सर त्यही हुन्छ 3 थीटा अप्सन ए सो सजिलै तपाईले कसरी सल्भ गर्नलाई हामी
आइडियाहरू पनि दिइरहेको छौँ, यहाँहरूलाई प्र्याक्टिस गराइरहेको छौँ। पक्कै पनि यहाँहरूले इन्जोय गरिराख्नु भएको छ। तिमीहरू कमेन्टहरू लेख्नु होला, साथीहरूमा सेयर गर्नु होला। यसको सल्भ गरेर भनेको छ जेड स्क्वायर इक्वल्स टु -1 छ भने के होला, सल्भ मिन्स जेडको भ्यालु निकाल्ने हो। के गर्ने होला, फटाफट सल्भ गर्नुहोस्। अप्सन एबिसिडी भने के हुन्छ, करेक्ट एन्सर दिनु होला। अब हामी हिन्ट सेयर गरिरहेको छौँ। हिन्ट्स रहेछ के त भने यसको रुट चाहिँ के हुन्छ अरे प्लस माइनस आई हुन्छ। प्लस माइनस आई हुन्छ भने अब एउटा अप्सन दिइरहेछ भने अप्सन के हुने भयो, करेक्ट बुझिसक्ने भयो, अप्सन सी करेक्ट एन्सर। अब कसरी हुन्छ एकचोटि बुझौँ है त। यो चाहिँ अब जस्तो यसको एन्सर कसरी आउँछ यो भने तपाईँले यसरी पनि गर्न सक्नुभयो। जेड इक्वल्स कति हुन्छ, रुट -1 त्यो भने रुटभित्र आई स्क्वायर भयो। अब यसमा आउँदाखेरि कति आउँछ, जेड इक्वल्स टु कति आयो त प्लस माइनस आई आउने भइहाल्यो। यहाँ अर्को अप्सन तपाईँले के गर्न सक्नुहुन्छ भने यो अप्सनबाट चेक गर्ने कि 1 स्क्वायर गर्दाखेरि -1 आउँछ त आउँदैन, यो पनि भएन, यो पनि भएन। 2 गर्दाखेरि त 4i स्क्वायर यो पनि भएन भने अप्सन सी द एन्सर। यसरी पनि चेक गर्ने, अप्सन चेक गर्ने कि अप्सनबाट चेक गर्ने, अप्सन हामी चेक गर्ने है। त्यो पनि तपाईँलाई आइडिया थाहा पाइराख्नुहोस्। ट्रिक्सहरू अब त्यतिकै हामीले म्याथ स्टिकी भनेको छैन, ट्रिक्सहरू पनि भन्छ। यस्ता ट्रिक्सहरू नै म्याथ स्टिकीमा पाउँछ। त्यही भएर हामीसँग तपाईँले कनेक्टिङ हुनुहुन्छ र हामीसँग कनेक्टेड भएर यस्ता थुप्रै सर्कसहरू ट्रिक्सहरू थाहा पाउनुहुन्छ। नेक्स्ट क्वेसनतिर हामी लाग्छौँ। नम्बर 15 स्क्रिनमा हामीले राखिसकेका छौँ। फटाफट सल्भ गर्नु होला। आजको भिडियोमा के कस्ता क्वेसनहरू सल्भ गऱ्यौँ, कस्तो लाग्यो र कति क्वेसनहरू अहिले यहाँले सल्भ गर्न सक्नुभयो त्यो पनि सेयर गर्नु होला, कमेन्टमा लेख्नु होला। रियल पार्ट अफ दिस भनेको छ, यसको रियल पार्ट के हुन्छ तपाईँले भन्नु पर्यो है त। यसमा हामीले हिन्ट्स दिएका छौँ। मल्टिप्लाई अप एन्ड डाउन बाई तपाईँले सिम्प्लिफाई मल्टिप्लाई बाई तपाईँले आई प्लस भनेपछि तल र माथि हामीले i+1 ले मल्टिप्लाई गर्नुहोस्, i+1 प्लस आईले मल्टिप्लाई गर्नुहोस्। अब प्योर एउटा इमेजिनरी नम्बर आउँछ भनेको छ, हेरौँ त के आउने रहेछ यसको एन्सर। अब कति आउने भयो त यो क्वेसन। हामी एकचोटि 1 + i/1 - i थियो। सो सल्युसन गर्दाखेरि 1 + i/1 - i थियो। यसलाई अब कन्जुगेटली मल्टिप्लाई 1 + i/1 + i ले इन्टु गर्ने हो हामीले होइन। त्यो गर्दाखेरि कति आयो त, यो होल स्क्वायरमा जान्छ, होल स्क्वायर गर्नुहुन्छ भने कति हुन्छ 1 + 2i अनि i स्क्वायर भनेको -1 भयो। बाई कति आउँछ 1 स्क्वायर - i स्क्वायर। त्यो गर्दाखेरि कति हो 2i बाई कति त 1 + 1 यो 2 भयो भनेपछि सिम्पली के आयो i। अब यसको हामीले चाहिँ के फाइन्ड गर्नुपर्ने थियो, यो गर्दाखेरि हामीले सिम्प्लिफाई अब इमेजिनरी पार्ट रियल पार्ट जे पनि अब फाइन्ड गर्नु यसलाई हामीले यसै पनि लेख्न सक्यौँ। सो दिस क्यान बी रिटन एज 0 + 1 * i लेख्न सकिन्थ्यो। ल यो गर्दाखेरि कति आयो त एन्सर अब लेख्न सकियो नि त। सोल्युसन कति आयो त हाम्रो एन्सर यसको के आउने रहेछ, अप्सन ए भनेको थियो भनेपछि रियल पार्ट फाइन्ड गरौँ भने चाहिँ रियल पार्ट कति हुने भयो त, रियल पार्ट चाहिँ कति रहेछ 0। अप्सन ए इज द एन्सर है त। ओके नेक्स्ट क्वेसन नम्बर 16 हामीले स्क्रिनमा राखेका छौँ, हेर्न सक्नुहुन्छ तपाईँहरू, ट्राई गर्नुहोस् है त। x + i/z रहेछ अनि त्यसपछि हाम्रो z × z बार चाहिँ 25 रहेछ भने x² y² को भ्यालु फाइन्ड गर भनेको छ। तपाईँले अब एकछिन सोच्नुहोस् करेक्ट एन्सर के होला त। अप्सन दिइरहेको छ एबिसिडी। अब यहाँले लागि हामीले हिन्ट्स पनि राखिदिएका छौँ, सजिलो होला। z² मोडलस z² भनेको z × z बार हुन्छ, z × z बार भनेको मोडलस z²। अब त पक्कै पनि गेस गर्छौँ भएको छ करेक्ट एन्सर। ल छैन भने हामी सेयर गर्छौँ एन्सर। अप्सन दिइरहेको छ, कसरी हुन्छ एकचोटि हेर्नुहोस् न। सो यहाँ चाहिँ हामीले फाइन्ड गर भनेको छ के त भने x² + y² = what। अब हामीले z मोडलस भनेको त के पढाएको छौँ, रुटभित्र x² + y²
भनेपछि एक्स स्क्वायर प्लस वाई स्क्वायर भने के त मोडुलस जेड स्क्वायर त्यो भने के त जेड इन्टु जेड बार त्यो भने के त दिएकै छ यो 25 सो द एन्सर इज 25 अप्सन बी द एन्सर आयो यसरी हामी सजिलै सल्भ गर्न सक्यौँ है त नम्बर 17 मा लागौँ 17 नम्बर क्वेसनमा के रहेको छ यहाँले स्क्रिनमा हेर्न सक्नुहुन्छ फटाफट सल्भ गर्नु होला है त जेड कस्तो दिइरहेको छ यति भने जेड स्क्वायर भने कति त जेड कस्तो दिइरहेको छ भने जेड स्क्वायर कति सजिलो छ एकदम सजिलै तपाईँले सल्भ गर्न सक्नुहुन्छ ल मैले सेयर गरेँ आर स्क्वायर इन्टु भनेको आर स्क्वायर भनेको इन्टु थीटा हुन्छ यस्तो स्क्वायर गर्दाखेरि आरको स्क्वायर हुन्छ डबल हुन्छ भने चाहिँ अप्सन के भनेको अप्सन ए है अप्सन ए इज करेक्ट एन्सर त्यसमा हामी के भयो त कसरी आयो त्यति बुझ्न सक्नुहुन्छ यसमा के गर्छौँ जेड स्क्वायर गर्नु कुरा त जेड स्क्वायर मिन्स यसको पनि स्क्वायर यतातिर इन्टु 2 यता पनि इन्टु 2 हुन्छ भनेपछि 4 भइहाल्यो 4 भनेपछि अनि 60 अप्सन ए इज करेक्ट एन्सर है त हो ल नेक्स्टतिर लागौँ 18 नम्बर क्वेसन हामीले स्क्रिनमा राखेका छौँ हेर्न सक्नुहुन्छ यहाँ ट्राई गर्न सक्नुहुन्छ के भनेको छ भने कुन ट्रु छ कन्जुगेट प्रोपर्टी कुन कन्जुगेट प्रोपर्टी ट्रु रहेछ भनेर भनेको छ हामीले कन्जुगेट प्रोपर्टिजहरू जुन छन् सो यो अप्सन ए बिसिडी भने कुन कन्जुगेट प्रोपर्टी ट्रु रहेको छ त्यो भन्नुपर्ने छ है त सो हिन्ट्स पनि हामीले राखेका छौँ हिन्ट्स हेर्न सक्नुहुन्छ कन्जुगेट अफ प्रोडक्ट इज प्रोडक्ट अफ कन्जुगेट्स कुरा बुझिसक्नु भएको छ सो द करेक्ट एन्सर इज के त अप्सन बी भनेपछि यो चाहिँ कन्जुगेट अफ प्रोडक्ट इज प्रोडक्ट अफ कन्जुगेट भन्न खोजेको के भने हामी जसरी लेख्थ्यौँ जेड र डब्लुको कन्जुगेट लेख्दाखेरि के हुन्छ जेडको कन्जुगेट इन्टु डब्लुको कन्जुगेट भन्न खोजेको कि यो प्रोपर्टी फुल हुन्छ तपाईँले इक्जाम्पल लिएर भेरिफाई पनि गर्न सक्नुहुन्छ ओके सो हामी क्वेसन आजको भिडियोमा हामी 18 वटा क्वेसनहरू सेयर गऱ्यौँ प्र्याक्टिस गऱ्यौँ पक्कै पनि हामीले प्र्याक्टिस भएको छ र हामीले के कतिको तयारी गरिरहेको छौँ र हामीले के कतिको बुझेका छौँ कतिको कन्सेप्ट हामीसँग छ भन्ने कुरा पक्कै पनि यहाँहरू फिल गर्नुभयो होला र हाम्रो भिडियोलाई एक पनि हामी बढीभन्दा बढी साथीहरूमा सेयर गर्नुहोस् हामीले इन्करेज गर्नुहोस् र हामीले एउटा टार्गेट राखेका छौँ र कमसेकम यो भिडियोको कमसेकम 1K भ्युज होस् भनेर हामीले टार्गेट राखेका छौँ र त्यसको लागि यहाँहरूले सहयोग गर्नु होला चाँडै हामी यो 1K पुग्ने बित्तिकै अर्को भिडियोहरू पनि लिएर आउनेछौँ यहाँहरूको सल्लाह सुझाव अनुसार अगाडि बढ्नेछौँ किप अन लर्निङ किप अन प्र्याक्टिसिङ थ्याङ्क यू सो मच गड ब्लेस यू